आज मेरो रासन लोड थियो 7 बजीभन्दा अगाडि सिलगढी आइपुग्नु नेहरू रोड, नत्र लोड हुँदैन। लेबरहरू भोलि इलेक्सनमा बिहार इलेक्सनमा सबै घर जाने अरे भनेर भनेको थियो। त्यसले गर्दा छिटो 4:30 मा मात्रै उठाइ भयो, त्यसै पनि ढिलो भयो। आज 9 बजी र 9 साढे 9 मा मात्रै पुग्छु होला भनेर सोच्दै थिएँ। अन्त हतार ढोकेर चाहिँ अब हिँड्नु पर्यो गेजिङ 8 माइलबाट चाहिँ 4:30 मा म टक्कै गेजिङ 8 माइलबाट निस्केँ। अन्त साथीहरू तल लेक्से पुगेर चाहिँ डाला अलिकति मैला थियो, उज्यालो पनि भयो, अलिकति सफा गर्नु पर्यो भनेर धारामा पुगेको त कुन चाहिँले भगवान विसर्जन गरिरहेको रहेछ मूर्ति हो। अन्त यस्तो ठाउँमा त मैला गर्नु हुँदैन भनेर म लागेँ सफा नगरी। पर रेसीमा पुगेर चाहिँ एउटा स्टिङ र छुर्पी सुपारीहरू किनेर चाहिँ हतार जानु पर्यो भनेको त फेरि एकजना बाजे चाहिँ रेसीमा भेट्यो हो। ऊ चाहिँ मार्तामबाट हिँडेर आएको रहेछ, जोरथाङ गएको, नेपाल गएको अरे, जोरथाङसम्म जान्छु नि भन्यो। अन्त बुढोले ढिलो भएको माथि ढिलो गरेर हतार चढाएर चाहिँ बुढोसँग गफ गर्दै हिँडेको। नेपालमा आमा कि बाउ खसेको रहेछ, नेपाल जाने अरे हो। अन्त गाडीमा चढाएर चाहिँ बुढोलाई जोरथाङ स्ट्यान्डको अगाडि झारेर चाहिँ अब झन्डै 5:30 जस्तो भइसकेको थियो। जोरथाङ आइपुग्दा 5:30 6 बज्नु आँटेको थियो। अन्त मल्ली यतापट्टि किताम फाटेको त्यहाँ रोकेर चाहिँ यहाँ सफा गर्नु पर्यो डाला भनेर चाहिँ अलिअलि मैला सैला त्यहाँ छेउमा साइड गरेर फ्याल्दिराखेँ। अन्त माथि चढेर तिर्पल पनि मिलाएँ। अहिले म सिँढीबाट झर्दैछु। अब चाहिँ मेरो काम सक्यो, फेरि म लागेँ सिलगढीतर्फ। र साथीहरू मल्ली पुग्दा चाहिँ हेर्नु नि झन्डै 7 बजी छ, टक्कै 7 बजेछ हो। अन्त 7 बजी त मलाई नेहरू रोड आइपुग्नु भनेको थियो। आज त्यही माथि झन् ढिलो भएको माथि यति बेसी जाम गेलखोलामा। हेर्नु नि म त हतारले चिउ हुँदै थियो। आज अब लोड भएन भने त मलाई नोक्सान हुन्छ, सिलगढीमा मै बस्नुपर्छ। अन्त बल्ल सिलगढी पुगेर चाहिँ ढुक्कै भयो। फोन पनि आएकै थियो मलाई 9 बजेर, ढाँट्दै आइपुगे भन्दै, लेबर पर्खाइराख्नु भन्दै। अन्त साथीहरू जाम फेरि त्यस्तै बिहानै हो। अन्त यति बेला हतारकै बेलामा उयो भनेको जस्तो रेड लाइट पनि लागेको बल्ल नेहरू रोड चाहिँ फाइनली 9:30 मा टक्कै पुगेर चाहिँ साथी हो मेरो चाहिँ लोड पनि हुन थाल्यो। धन्न आज चाहिँ बस्नु परेन। आज दिउँसो के हुन्छ भरे भिडियो आउँछ। ल त साथीहरू आजको लागि यति नै।